नमस्ते। ल एउटा प्रश्नबाट सुरु गरौँ न है आजको कुराकानी। हुन्छ, गरौँ न। जब हामी एउटा सिक्का हावामा फ्याँक्छौँ त्यसको परिणाम के हुन्छ? त्यो पहिले नै तय भइसकेको हुन्छ होला? यो त रमाइलो प्रश्न भयो। 50-50 को सम्भावना भनिन्छ सामान्यतया त। हो, तर एकछिनलाई सोचौँ न, यदि हामीलाई त्यो सिक्का फ्याँक्ने बल, हावाको गति, सिक्काको तौल, मतलब सबै कुरा थाहा छ भने भौतिक विज्ञानले त त्यसको परिणाम हिसाब गरेरै निकाल्न सक्छ। हेड कि टेल त्यो पहिले नै थाहा हुन्छ। ठिक हो, सबै चरहरू थाहा भए त हिसाब गर्न सकिन्छ। अब यही कुरालाई हाम्रो जीवनमा लागू गरौँ त। के हाम्रो जीवन पनि त्यस्तै एउटा सिक्का हो? के हाम्रो हरेक निर्णय, हरेक सफलता र असफलता सबै पहिले नै लेखिएको छ? निकै गहिरो प्रश्न। यो त्यही प्रश्न हो जसले कुरुक्षेत्रमा अर्जुनलाई दुविधामा पारेको थियो। हो नि। अनि आइज्याक न्युटन जस्ता वैज्ञानिकलाई ब्रह्माण्डको रहस्यबारे सोच्न बाध्य बनाएको थियो। आज हामी यही सदियौं पुरानो बहसमा अलिकति गहिरिएर हेर्दैछौँ। हामी आफ्नो इच्छाका मालिक हौं वा कुनै ब्रह्माण्डीय पटकथाका पात्र मात्र हो? र यो बहस साँच्चै नै रोमाञ्चक छ, किनभने यसका दुईवटा एकदमै फरक तर शक्तिशाली पक्ष छन्। कस्ता पक्ष? एकातिर हजारौं वर्ष पुरानो पूर्वीय दर्शन छ जसले कर्मको सिद्धान्तलाई केन्द्रमा राख्छ, अनि अर्कोतिर छ आधुनिक विज्ञान जसले नियतिवाद मतलब डिटर्मिनिजम, न्यूरोसाइन्स र जेनेटिक्सको आधारमा यो प्रश्नको उत्तर खोजिरहेको छ। ल, त्यसो भए दर्शनबाटै सुरु गरौँ। कर्मको कुरा गर्दा धेरैले यसलाई भाग्यसँग जोडेर हेर्छन्, तर भारतीय दर्शनले त यसलाई फरक तरिकाले हेर्छ, होइन र? एकदमै सही कुरा उठाउनुभयो। धेरैजसो मानिसहरू कर्म र भाग्यलाई एउटै कुरा मान्छन्, तर दर्शनमा यिनीहरू फरक छन्। कसरी फरक छन्? भाग्यलाई जीवनको पृष्ठभूमि वा भनौँ न सुरुवाती अवस्था मानिन्छ, तर कथाको नायक कर्मलाई नै मानिन्छ। मतलब हामी के सोच्छौँ, के छान्छौँ र के गर्छौँ। यसलाई बुझाउनको लागि एउटा धनुर्धरको उदाहरण निकै प्रसिद्ध छ जसले यो जटिल विषयलाई एकदमै सरल बनाइदिन्छ। धनुर्धरको उदाहरण? यो त रमाइलो लाग्यो। कसरी बुझाउँछ यसले? ल, कल्पना गर्नुहोस्, एक धनुर्धर मैदानमा उभिएको छ। उसको जीवनका कर्महरू 3 प्रकारका तीरहरू जस्ता हुन्छन्। 3 प्रकारका? हो। पहिलो हो सञ्चित कर्म। यो उसको पिठ्युमा रहेको तर्कस मतलब खुइवरमा भरिएका तीरहरू हुन्। यी उसले विगतमा गरेका अनगिन्ती कर्महरू हुन् जसको फल अहिलेसम्म देखिएको छैन। भनेपछि विगतमा गरेका तर अहिलेसम्म असर नदेखिएका कामहरू। ठ्याक्कै ती सम्भावनाहरू हुन् तर अहिले शान्त बसेका छन्। अब आउँछ दोस्रो प्रकारको तीर, प्रारब्ध कर्म। प्रारब्ध? हो, यो त्यो तीर हो जुन धनुबाट छुटिसकेको छ र आफ्नो लक्ष्यतर्फ बढिरहेको छ। यसलाई अब धनुर्धरले रोक्न वा फर्काउन सक्दैन। यो हाम्रो जीवनका ती परिस्थितिहरू हुन् जसलाई हामीले भोग्नै पर्छ। जस्तै हामी कुन परिवारमा जन्मियौँ, हाम्रो शारीरिक बनावट कस्तो छ, वा जीवनमा आइपर्ने केही निश्चित चुनौतीहरू। अनि तेस्रो तीर मलाई लाग्छ सबैभन्दा महत्त्वपूर्ण यही हुनुपर्छ। बिल्कुल, तेस्रो र सबैभन्दा महत्त्वपूर्ण हो क्रियामाण कर्म। यो त्यो तीर हो जुन अहिले धनुर्धरको हातमा छ, धनुमा चढाइएको छ र उसले निशाना लगाइरहेको छ। मतलब वर्तमानको कर्म हो। यहीँनिर मानिसको स्वतन्त्र इच्छा र छनौटको शक्ति निहित छ। उसले यो तीर कहाँ हान्ने, कति बल लगाएर हान्ने वा नहान्ने, यो पूर्ण रूपमा उसको वर्तमानको निर्णयमा भर पर्छ। वाह, यो त निकै शक्तिशाली विचार रहेछ। यसको मतलब केही तीर छुटिसके पनि हाम्रो हात कहिले खाली हुँदैन। एउटा तीर सधैँ हाम्रो हातमा हुन्छ जसले भविष्यको दिशा तय गर्न सक्छ। यो त भगवत गीताको सन्देश जस्तै भयो नि, फलको चिन्ता नगर तर आफ्नो कर्म सही तरिकाले गर। हो, यसको मूल सन्देश नै त्यही हो। अतीतले वर्तमानलाई आकार दिएको छ तर वर्तमानको छनौटले भविष्यलाई आकार दिन्छ। दर्शनले हामीलाई एउटा सक्रिय भूमिका दिन्छ। यो दार्शनिक दृष्टिकोण त मनलाई शान्ति दिने खालको छ, तर विज्ञानले पनि यस्तै भन्छ त कि हाम्रो मस्तिष्कभित्र वा हाम्रो जिनमा साँच्चै त्यस्तो कुनै स्वतन्त्र तीर चलाउने ठाउँ छ? अब हामी दर्शनको शान्त भूमिबाट विज्ञानको कठोर प्रयोगशालामा प्रवेश गर्दैछौँ।
मलाई लाग्छ यसको लागि हामीले 17औं शताब्दीतिर जानुपर्छ, जब आइज्याक न्युटनले ब्रह्माण्डलाई हेर्ने हाम्रो दृष्टिकोण नै बदलिदिए। हो, न्युटनले ब्रह्माण्डलाई एउटा विशाल यान्त्रिक घडीको रूपमा हेरे। उनका अनुसार यदि हामीलाई कुनै पनि क्षणमा ब्रह्माण्डका हरेक कणको स्थिति र गति थाहा छ भने हामी त्यसको भविष्य ठ्याक्कै गणना गर्न सक्छौं। हो, हरेक कारणको एउटा निश्चित प्रभाव हुन्छ र हरेक प्रभावको एउटा निश्चित कारण। एक मिनट है, तर यो घडी जस्तो ब्रह्माण्डको कुराले त मलाई अलि असहज बनायो। किन? यसको मतलब त हाम्रो हरेक निर्णय, हरेक सोच, हाम्रो माया, घृणा सबै अर्बौं वर्ष अघि बिग ब्याङको समयमा नै तय भइसकेको थियो। यो त मान्छेलाई एउटा जैविक रोबोट भन्ने जस्तै भएन र? तपाईले ठ्याक्कै त्यो असहजतालाई समात्नुभयो जसले दार्शनिक र वैज्ञानिकहरूलाई शताब्दीयौंसम्म पिरोलेको छ। यही विचारलाई नियतिवाद वा डिटर्मिनिजम भनिन्छ। मतलब स्वतन्त्र इच्छा एउटा भ्रम हो। यस सिद्धान्त अनुसार हो। हामी सोच्छौं कि हामी छनौट गर्दैछौं, तर वास्तवमा हाम्रो छनौट पनि कारण र प्रभावको लामो श्रृङ्खलाको अनिवार्य परिणाम मात्र हो। र जब वैज्ञानिकहरूले मस्तिष्कभित्र हेर्न थाले, उनीहरूले पाएको कुराले यो बहसलाई झनै जटिल बनाइदियो। तपाईले सायद बेन्जामिन लिबेटको त्यो प्रसिद्ध प्रयोगको कुरा गर्दै हुनुहुन्छ, होइन? जसले स्वतन्त्र इच्छामाथि नै प्रश्न खडा गरिदियो। हो, सन् 1980 को दशकमा गरिएको त्यो प्रयोग निकै विवादास्पद र महत्त्वपूर्ण थियो। लिबेटले मानिसहरूलाई एउटा कुर्सीमा बसाए र उनीहरूलाई जब मन लाग्छ आफ्नो नाडी खुम्च्याउन भने, अनि उनीहरूले कहिले त्यसो गर्ने इच्छा गरे त्यो समय नोट गर्न लगाइयो। एकै समयमा EEG मसिनबाट उनीहरूको मस्तिष्कको गतिविधि नापिरहेका थिए। र नतिजा के आयो? नतिजा अचम्मको थियो। मस्तिष्कमा रेडिनेस पोटेन्शियल भनिने एउटा विशेष गतिविधि देखियो। रेडिनेस पोटेन्शियल? यो कुनै पनि स्वैच्छिक कार्य गर्नुभन्दा ठिक अगाडि देखिन्छ। तर अचम्मको कुरा के थियो भने यो गतिविधि मानिसले अब नाडी खुम्चाउँछु भनेर सचेत रूपमा इच्छा गर्नुभन्दा लगभग आधा सेकेन्ड पहिले नै सुरु भइसकेको थियो। एकछिन, आधा सेकेन्ड पहिले नै? यो त निकै गहिरो कुरा भयो। यसको मतलब मैले अहिले यो प्रश्न सोध्ने निर्णय मेरो चेतनाले गरेको होइन, बरु मेरो मस्तिष्कले पहिले नै निर्णय गरेर मलाई अब तैँले यो सोच्न मन लाग्यो भनेर जानकारी मात्र दिएको हो। ठ्याक्कै यही व्याख्या धेरैले गरे कि हाम्रो चेतना चालकको सिटमा छैन, बरु यात्रुको सिटमा बसेर यात्राको विवरण मात्र सुनिरहेको छ। तर यसको आलोचना पनि त भयो होला नि? यो सुन्दा अलि पत्याउन गाह्रो लाग्छ। भयो, धेरै भयो। आलोचकहरूले भने कि त्यो रेडिनेस पोटेन्शियल वास्तविक निर्णय नभएर निर्णय लिनको लागि भइरहेको तयारी मात्र पनि हुन सक्छ। अर्को महत्त्वपूर्ण कुरा लिबेट आफैले पनि पछि के भने चेतनाले निर्णय सुरु नगरे पनि त्यसलाई रोक्ने भिटो पावर भने राख्छ। भिटो पावर मतलब? अर्थात् दिमागबाट आएको आवेगलाई अन्तिम क्षणमा नै म यो गर्दिन भनेर रोक्न सक्ने क्षमता हामीसम्म हुन सक्छ। भनेपछि चेतनाले गर भन्न नसके पनि नगर भन्न सक्ने सम्भावना रह्यो। यो त अलिकति राहतको कुरा भयो। तर विज्ञानको तर्क यतिमै सकिँदैन होला। जेनेटिक्सको पनि त भूमिका हुन्छ नि, होइन र? अवश्य। हाम्रो डिएनएले हाम्रो आँखाको रङ र उचाइ मात्र निर्धारण गर्दैन, यसले हाम्रो स्वभावका धेरै पक्षहरूमा पनि गहिरो प्रभाव पार्छ। जस्तै अनुसन्धानले देखाउँछ कि रिस उठ्ने प्रवृत्ति, जोखिम लिने बानी वा चिन्ता गर्ने स्वभाव जस्ता कुराहरूमा हाम्रो जिनको महत्त्वपूर्ण भूमिका हुन्छ। यसको मतलब यो होइन कि हाम्रो जिन नै हाम्रो भाग्य हो, तर यसले हामीलाई केही निश्चित दिशातर्फ झुकाउँछ। अब हेर्नुहोस्, भौतिक विज्ञानको नियतिवाद, न्युरोसाइन्सको समयान्तर र जेनेटिक्सको प्रभावलाई एकै ठाउँमा राखेर हेर्दा एउटा यस्तो तस्विर बन्छ जहाँ पूर्ण स्वतन्त्रताको लागि ठाउँ निकै साँघुरो देखिन्छ। साँच्चै एकातिर दर्शनले हामीलाई धनुर्धर बनाउँछ, अर्कोतिर विज्ञानले हामीलाई लगभग एउटा जैविक कार्यक्रम जस्तो देखाइरहेको छ। तर मलाई लाग्छ विज्ञानको कथा यतिमै सकिँदैन। जब वैज्ञानिकहरूले ठूला वस्तुहरूबाट ध्यान हटाएर परमाणु भन्दा पनि सानो संसारमा हेर्न थाले, उनीहरूले त न्युटनको घडी जस्तो ब्रह्माण्डको नियमै लागू नहुने ठाउँ पो भेटे त। बिल्कुल। यहीँबाट कथाले एउटा असाध्यै रोचक मोड लिन्छ। 20औं शताब्दीको सुरुमा क्वान्टम फिजिक्सको जन्म भयो र यसले वास्तविकताको हाम्रो सम्पूर्ण बुझाइलाई नै हल्लाइदियो। कसरी? न्युटनको संसारमा सबै कुरा निश्चित र अनुमान योग्य थियो, तर जब वर्नर हाइजेनबर्ग
जस्ता वैज्ञानिकहरूले इलेक्ट्रोन जस्ता सूक्ष्म कणहरूको अध्ययन गरे उनीहरूले अनौठो कुरा पत्ता लगाए। त्यो थियो अनिश्चितताको सिद्धान्त। अनसर्टेनिटी प्रिन्सिपल हो। यस अनुसार हामी कुनै पनि कणको सही स्थिति र सही गति एकै समयमा पूर्ण सठिकताका साथ कहिल्यै मापन गर्न सक्दैनौँ। कहिल्यै। हामीले एउटा जति सही तरिकाले नाप्यो अर्को त्यति नै अनिश्चित बन्छ। र यो हाम्रो नाप्ने उपकरणको कमजोरीले गर्दा भएको होइन, यो प्रकृतिको मौलिक गुण नै हो। ओहो, भनेपछि ब्रह्माण्डको आधारभूत तहमा नै अलिकति लचकता वा अनिश्चितता रहेछ। एकदम। ब्रह्माण्डको आधारभूत तहमा निश्चितता होइन, सम्भावना माने प्रोबेबिलिटी ले राज गर्छ। यसको दार्शनिक असर निकै ठूलो भयो। कस्तो असर? यदि ब्रह्माण्डको मूलमै अनिश्चितता छ भने यसलाई पूर्ण रूपमा पूर्वनिर्धारित मसिन भन्न मिलेन। यसले नियतिवादको कठोर पर्खालमा एउटा दरार सिर्जना गरिदियो र सम्भावनाहरूको लागि ठाउँ बनाइदियो, होइन त? हो। क्वान्टम फिजिक्सले स्वतन्त्र इच्छा छ भनेर प्रमाणित त गर्दैन, तर यसले के देखाउँछ भने ब्रह्माण्डको कथा पहिल्यै नै लेखिएको छैन। यहाँ नयाँ सम्भावनाहरूका लागि ठाउँ छ। यो त निकै आशा लाग्दो कुरा हो। अब कथामा इपिजेनेटिक्सको पनि प्रवेश हुन्छ, जसले जीन नै हाम्रो भाग्य हो भन्ने विचारलाई चुनौती दिन्छ, होइन र? हो। लामो समयसम्म हाम्रो डिएनएलाई एउटा स्थायी ब्लुप्रिन्ट मानिन्थ्यो जसलाई बदल्न सकिँदैन। तर एपिजेनेटिक्सले के देखायो भने हाम्रो डिएनए हार्डवेयर हो भने हाम्रो जीवनशैली, वातावरण र बानीहरू सफ्टवेयर जस्ता हुन्। सफ्टवेयर कसरी? सफ्टवेयरले त्यो हार्डवेयरलाई कसरी चलाउने भनेर निर्देशन दिन्छ। हाम्रो शरीरमा भएका सबै जिनहरू एकैपटक सक्रिय हुँदैनन्। कुन जिन कहिले अन हुने र कुन कहिले अफ हुने भन्ने कुरा हाम्रो खानपान, तनावको स्तर र हामीले गर्ने व्यायाम जस्ता कुराहरूले निर्धारण गर्न सक्छ। यसको मतलब त हाम्रो छनौट र हाम्रो कर्मले हाम्रो जैविक स्तरमा नै परिवर्तन ल्याउन सक्छ। यो त फेरि उही कर्मको दर्शनसँग मिल्न आयो। दर्शनले भन्छ अभ्यासले स्वभाव बदल्न सकिन्छ। विज्ञानले देखाउँदैछ कि अभ्यासले हाम्रो मस्तिष्कको संरचना र जीनको अभिव्यक्ति नै बदल्न सक्छ। ठ्याक्कै। भाषा फरक भए पनि दिशा त एउटै देखियो। क्वान्टम फिजिक्सले भन्छ वास्तविकता कठोर छैन, सम्भावनाहरू छन्। एपिजेनेटिक्सले भन्छ हाम्रो शरीर पनि ढुङ्गामा लेखिएको लेख होइन। ल, हामीले दर्शनको धनुर्धरदेखि क्वान्टमको अनिश्चिततासम्मको लामो यात्रा गर्यौं। अब यो सबै विरोधाभासलाई मिलाएर एउटा साझा समझ कसरी बनाउने त? यो सन्तुलनलाई बुझ्नको लागि मेरो विचारमा तासको खेलको उदाहरण सबैभन्दा उपयुक्त छ। तासको खेल? जब हामी तास खेल्न बस्छौँ, हामीलाई कुन पत्ता बाँडिन्छ त्यो हाम्रो नियन्त्रणमा हुँदैन। त्यो संयोग हो। कसैलाई राम्रो पत्ता पर्छ, कसैलाई नराम्रो हो। पत्ता त हामी छनौट गर्न सक्दैनौँ। यसलाई हाम्रो प्रारब्ध, कर्म वा भाग्य मान्न सकिन्छ। हाम्रो जन्म, हाम्रो परिवार, हाम्रो जेनेटिक बनावट। तर असली खेल त पत्ता हातमा आएपछि सुरु हुन्छ। अब प्रश्न यो होइन कि हामीलाई के मिल्यो, प्रश्न यो हो कि हामी त्यससँग के गर्छौँ। एकदम। हामी त्यो पत्ता कसरी खेल्छौँ त्यो हाम्रो छनौट हो, हाम्रो रणनीति हो। हामी जोखिम लिन्छौँ, धैर्य राख्छौँ वा सुरुमै हार मान्छौँ। यही हाम्रो क्रियामाण कर्म वा स्वतन्त्र इच्छा हो। निकै राम्रो उदाहरण। यसको मतलब भाग्य र कर्म विरोधी होइनन्, बरु एक अर्काका पूरक हुन्। हो। भाग्यले हामीलाई खेलको मैदान र नियमहरू दिन्छ, तर त्यो मैदानमा कसरी खेल्ने त्यो हाम्रो जिम्मेवारी हो। भाग्य त्यो हावा हो जो चलिरहेको छ। हामी हावालाई रोक्न सक्दैनौँ, तर आफ्नो डुङ्गाको पाल कसरी मोड्ने त्यो तय गर्न सक्छौँ। हो। महत्त्वपूर्ण कुरा यो बुझ्नु हो कि हामी न त पूर्ण रूपमा स्वतन्त्र छौँ, न त पूर्ण रूपमा नियन्त्रित। हामीलाई सीमाहरू दिएको छ, तर ती सीमाहरूभित्र खेल्ने ठाउँ पनि दिएको छ। त्यसो भए यो लामो छलफलको अन्त्यमा हाम्रो श्रोताको लागि मुख्य सन्देश के होला? ध्यान कहाँ केन्द्रित गर्ने? मेरो विचारमा ध्यान दिनुपर्ने कुरा के हो भने बितेको समय भाग्य बनिसक्यो, किनभने त्यो घटिसक्यो र हामी त्यसलाई बदल्न सक्दैनौँ। अनि भविष्य अझै बनेको छैन। हाम्रो हातमा भएको एकमात्र चिज भनेको वर्तमान हो। वर्तमान हाम्रो कर्मको क्षेत्र हो जहाँ हामीसँग छुनौटको अवसर छ। र आज हामीले गर्ने छनौटले नै भोलिको भाग्य निर्माण गर्दैछ। हो। त्यसैले हाम्रो ध्यान विगतको पछुतो वा भविष्यको चिन्तामा होइन, वर्तमानको कर्ममा हुनुपर्छ।
अन्त्यमा हामी न त ब्रह्माण्डको हातको कठपुतली हौं न त ब्रह्माण्डका पूर्ण नियन्त्रक नै। तपाईले भने जस्तै हामी सरचयिता वा को क्रिएटर्स हौं। हो, हामीलाई कथाको पृष्ठभूमि दिएको छ, तर कथाका केही महत्त्वपूर्ण अध्यायहरू लेख्ने कलम हाम्रो हातमा छ। त्यसो भए यो सोच्दै आजको कुराकानीलाई बिट मारौं, यदि हामी सबै आफ्नो जीवनको कथा लेख्नमा सहभागी छौं भने आज हामी कुन एउटा पंक्ति लेख्ने छनौट गर्दैछौं? त्यो सानो छुनोट नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो।